everyone, welcome back to my channel. It's me Akriti Shrestha. हामी चाहिँ म चाहिँ त्यति अब भिडियो बनाएर आउँदैन नि त, अब कहीँ जाँदाखेरि मात्रै भिडियो बनाएर आउँछु। अनि हाम्रो चाहिँ अल अफ सडन हाम्रो चाहिँ पोखरा जाने प्लान भयो क्या। अनि पोखरा गएपछि त अनि मार्दी पनि जाऊँ भनेर कुरा भयो साथीहरूसँग। अनि त्यही भएर हामीले चाहिँ अल अफ सडन प्लानिङहरू बनायौँ। अनि हिजो सपिङहरू गरेर आज चाहिँ हामी नाइटमा उता काडेसम्म जान लागिरहेछौँ। अनि सामानहरू पहिला पनि थियो, हाम्रो चाहिँ गएर हुन्छ नि त। अनि पहिला पनि थियो अलिअलि, अनि त्यसमा अलिअलि थप्नको लागि हामी चाहिँ हिजो सपिङ गर्नको लागि गएको थियौँ। अनि सपिङहरू गरेर हामी चाहिँ आएर साथीहरूले चाहिँ राति नै प्याकिङ गरिसकेको रहेछ। मैले चाहिँ अघि भर्खर गरिरहेको थिएँ। हामी चाहिँ खाजाहरू खाएर अनि त्यसपछि म पनि लुगाहरू लगाउँछु, लिपस्टिक लगाएर हामी चाहिँ जान्छु उता। उसले पनि भ्लग बनाउँदैछ, साइराले ऋषिले चाहिँ खाजा बनाउँदैछ। हामी चाहिँ अब म चाहिँ लुगा लगाएर भिडियो लिन्छ साथीहरू अलिअलि लिएर। अनि हामी चाहिँ गाडीमा काडेसम्म जाने भनिरहेछ। अब म चाहिँ हल्का अब गाडीमा अलिअलि भिडियो लिन्छु। अनि म चाहिँ फेरि गाडीमा एकदमै हुन्छ कि बोल्न सक्दिनँ, मोबाइल सब फ्याँकिदिनु जस्तो मलाई लाग्छ। कसैले फोन गर्यो भने उठाउन यस्तो दिक्क लागिरहन्छ नि, केही छैन। त्यही पनि म भिडियो चाहिँ अभियसली हाल्नेछु। सी यू देयर गाइज। अब म चाहिँ लुगा लगाएपछि मात्रै भिडियो लिनेछु। सी यू, बाई बाई। चाहिँ उहाँ ऋषिमा आउँदैछ, ऋषिमा आइरहेको छ। यता साइरा अब लुगा लाउँछ। मेरो आन्टी छोड्न आइरहनु भएको छ। म चाहिँ मेकअप गर्दैछु। हुन्छ आन्टी, म चाहिँ मेकअप गर्न लागिरहेको छु। आन्टीले चाहिँ ऋषिलाई छोड्न आउनुभएको छ। चारजना मात्रै जाने। छोरीहरू ठुलो भइसक्यो आन्टी। चुप्पी खाम, चुप्पी अलिअलि लसुन चुप्पी लसुन बोकेर के हुँदैन गाइजहरू। अब हामी चाहिँ यहाँ रेडी भएर अब हामी चाहिँ निस्किन्छौँ। यता चाहिँ हाम्रो 3टा झोला यहाँ छ। एउटा साथी चाहिँ उता बस पार्कमा बसिरहेको छ अरे। अनि ट्याक्सी पनि ठ्याक्क आयो। अब हामी चाहिँ जाँदैछौँ गाइज। उता साथीले चाहिँ छिटो आऊ भनेर कल गरिरहेको थियो। अनि हामी चाहिँ अब जाँदैछौँ। अनि हामी चाहिँ एकदमै एक्साइटेड छौँ। हेरौँ अब के हुन्छ। मलाई लाग्छ एकदमै रमाइलो हुनेवाला छ। यता साथीहरूलाई पनि भेटेँ। अब हामी चाहिँ सामानहरू सबै निकालेर उता गाडीमा हाल्नेछौँ। अनि त्यसपछि चाहिँ हामी बसेर जानेछौँ गाइस। अनि साथीहरू चाहिँ गन्थन गर्दैछ। अनि अब हामी चाहिँ झोलाहरू राखेर अब हामी चाहिँ जाँदैछौँ ल गाइस। फाइनल्ली मर्निङ पनि भइसकेको छ है। म त बुस भएछु बसमा, किनकि म मोबाइल चलाउँदिनँ नि त, एकदम भमिटहरू हुन्छ नि त। त्यही भएर अनि चाहिँ भिडियो लिएको थिइनँ, त्यही भएर मैले चाहिँ लिँदैछु गाइज। हामी चाहिँ अब काडे पुग्न लाग्यो अरे। अनि हामी चाहिँ काडेमा झरेपछि चाहिँ भिडियो लिनेछु। गुड मर्निङ एभ्री वान फ्रम काडे है। हामी चाहिँ फाइनली काडे आइपुग्यो। अनि हामी चाहिँ यहाँसम्म बस हामीलाई चाहिँ यहाँसम्म बसमा छोडिदियो। यस्तो एक्साइटेड छ नि कतिखेर पुगेर। हिमाल हेर्न बम भइसक्यो। यहाँनिर चाहिँ थोरै माछा त्यसरी देखिरहेको रहेछ। अब हाम्रो सर्क्युट चाहिँ उतादेखि स्टार्टिङ हुने रहेछ। हाम्रो चाहिँ रुट यहाँदेखि सुरु हुन्छ गाइज। अब हामी चाहिँ यहाँ बसेर चाहिँ चिया खाएर अनि हामी चाहिँ जानेछौँ। उता साथीहरू चाहिँ पुरा कपालहरू कोर्दैछ। म पनि बुद्धै भएको छु, त्यही पनि म यहाँ भिडियोहरू लिँदैछु। अनि हामी चाहिँ चिया खाएर हामी निस्किनेछौँ गाइज। अब हामी चाहिँ काडेदेखि हामी चाहिँ जाँदैछौँ। उता साथीहरू चाहिँ अगाडि गइसक्यो। हामी चाहिँ भिडियो र फोटो लिने भनेर साइरा र म चाहिँ जाँदैछौँ। चस्मा लगाऊ। यहाँ चाहिँ हिरोइन जस्तो देखिरहेको छ। साइडलाई चाहिँ टुरिस्ट जस्तै देखिरहेको छ। यस्तो गोरो छ, यस्तो गोरो छ है। उसको अगाडि हामी हिँड्दा त हामी त त्यस्तै देखिन्छ क्या। हुन्छ नि कालो मान्छे जस्तै कालो देख्छ रहेछ। अनि दुईजना गर्ल्सहरू चाहिँ अगाडि गइसक्यो। अहिले चाहिँ बोल्न सकिरहेको छ है। एकछिनपछि चाहिँ बोल्न सकिँदैन होला सायद। त्यो पनि केही छैन, अलिअलि भिडियोहरू त लिन्छ। मेर्सी गाइज। हामी चाहिँ जाँदैछौँ। यहाँ दुईजना चाहिँ गर्नु भयो। एउटा चाहिँ जकेट खोल्दैछ, एउटा चाहिँ यता छ कालुवाटन। धेरै हिँड्ने चाहिँ यही है भाइरल। यो अस्ति पोखरा एकजना चाहिँ माथि गइसक्यो, त्यसलाई साथी पाएर ऊ चाहिँ टुरिस्टहरूसँग हिँड्दैछ। नेपाली नै दाईहरूसँग जाँदैछ। फ्रेन्डली हुँदो रहेछ। केटा साथी भयो भने त
अलिकति सेफ पनि हुन्छ नि अनि यहाँ दाइहरूलाई भेटेको बाटोमा दाइहरू पनि हुनुहुन्छ त्यही हामी जाँदैछौँ एकदम उकालो छ अरे क्या बाटो चाहिँ अब भ्लगमा चाहिँ हेरेको हो भ्लगमा त अब 5 मिनटको भिडियो हालेर सर्ट हुन्छ अब हामी चाहिँ कति घन्टा लाग्ने हो यहाँबाट चाहिँ 1 आवर देखाएको छ हामीलाई चाहिँ अब कति घन्टा लाग्छ गाइज हामी चाहिँ अस्ट्रेलियन बेस क्याम्प जाँदैछौँ यहाँ आधी बाटो पनि पुगे होइन कति मिनट भएको छ आधी घन्टा हुनु लाग्यो होला 1 घन्टा भनेर देखाएको थियो 1 घन्टै हुन आँट्यो होला हामी हिँडेको चाहिँ अहिलेसम्म पुगे छैन यस्तो थाकिरहेको छ नि यस्तो सास बढ्न थाल्छ क्या यस्तो पाराले चाहिँ खै मैले चाहिँ अब सोचेको छैन कसरी पुगिन्छ भनेर हालत एकदम खराब हुने पाला छ के गर्नु यस्तै रहेछ तर एकदमै मलाई चाहिँ हाइकिङ र ट्रेकिङ चाहिँ हुन्छ नि एकदमै मेरो हुन्छ नि हबिज जस्तै टाइपमै पर्छ क्या मलाई चाहिँ ट्राभल गर्न एकदमै मनपर्छ नि त त्यही भएर एकजना गाइज हिँड्नुपर्छ त्यही भएर हिँड्छौँ गाइज तल चाहिँ 2टा बाटो रहेछ अस्ट्रेलियन बेस क्याम्प जाने यता माथितिरको चाहिँ सर्टकट रहेछ तलबाट चाहिँ अलिक लङ छ अरे इफ हजुरहरू आउनुभयो भने चाहिँ माथितिरको बाटो आउनु होला यतातिरको सर्टकट छ अरे के को सर्टकट हुनु तर यताको पनि लामै होला मेबी कोही तलतिरबाट भन्दैछ तर हामी चाहिँ यता माथिको बाटो जाँदैछौँ नै रहेछ यो चाहिँ टप उहाँ पनि रहेछ कस्तो दामी भ्यू रहेछ हामी चाहिँ जाँदैछौँ त्यहाँ एकछिन बसेर हामी चाहिँ ब्रेकफास्ट गरेर यो जानेछौँ गाइस अन्त साइरा ऋषिमा र अर्को साथी चाहिँ पछाडि छ तिमीहरू जा भनिरहेछ म चाहिँ भिडियो भ्लग बनाइरहेको छु नि त त्यही भएर चाहिँ म चाहिँ बिस्तारै भिडियो लिँदै हिँडिरहेको छु गाइस कस्तो दामी भ्यू ओ माई गॉड यत्रो दुःख गरी आएको छ यति पनि अनि देखेन अन्त ल गाइस अस्ट्रेलियन बेस क्याम्प चाहिँ यहाँ रहेछ वाउ कस्तो दामी भ्यू ओ माई गॉड यो हो नि त यत्रो दुःख गरेर आएको गाइस यही हेर्नु लाग्यो अब हामी चाहिँ यहाँ बसेर ब्रेकफास्ट गरेर एकछिन रेस्ट गर्छौँ त्यसपछि चाहिँ हामी जान्छौँ गाइज सो गाइज हामी चाहिँ फाइनली अस्ट्रेलियन बेस क्याम्प आइपुग्यो अब हामी चाहिँ एकछिन यहाँ बसेर ब्रेकफास्टहरू गरेर अनि हामी जानेछौँ गाइज ल फाइनली माछा पुछी चाहिँ सर्लङ गरिदिएको छ गाइज हामीले चाहिँ ब्रेकफास्ट गरेर पनि हामी चाहिँ अब जाँदैछौँ ऋषि कहाँ अरे अब कता हिँडेको अरे कुन रेस्ट क्याम्प पुगेर हामी चाहिँ त्यहाँ यहाँबाट चाहिँ 6 घन्टा रहेछ हामी चाहिँ हिँड्दैछौँ अहिले त अब एनर्जी आएको छ अगाडि ग्रुप छ धेरै अगाडि छ पछाडि छ तर धेरै छ मान्छेहरू थुप्रै रहेछ क्या सिजन भएर अनि जाँदैछौँ अब हामी रेस्ट क्याम्प पुगेर चाहिँ त्यहाँनिर खानासाना खाएर रेस्ट गर्छौँ अनि त्यसपछि चाहिँ भोलि चाहिँ अब भोलि कति बजी हिँड्दा हुन्छ हामी भोलि हामी बिहानै हिँड्छौँ भोलि हामी चाहिँ बिहानै हिँड्छौँ कति घन्टा लाग्छ 3 बजी हिँड्छौँ राति यस्तो दामी फ्लावरहरू यार ल गाइस सी यु देयर अब म चाहिँ मोबाइल भित्र राख्छु किनकि चार्ज पनि त्यति यता चिसो भएर होला चाँडै चार्ज सकिने रहेछ क्या तर साथीहरू चाहिँ एकदम मिस गरिरहेको छौँ यहाँ आधी चाहिँ यही छ अब ऋषि के अरे रिचाको त बे भइहाल्यो अब बुढासँग छ अनि हामी चाहिँ आधी चाहिँ यता छौँ त्यही हो गाइस के गर्नु मिस गरेर अब ऊ आएन उसको टाइमिङ पनि मिलेन त्यही भएर हो ल गाइस हामी चाहिँ जाँदैछौँ ठाउँ ठाउँमा चाहिँ यसरी एरोहरू दिएको थियो त्यही भएर हामीलाई एकदमै सजिलो भयो
अनि हामी चाहिँ यहाँ भारी बोक्दै हामी चाहिँ नाच्दै साथीहरूसँग जिस्किँदै हिँडिरहेछौँ। अब जति गाह्रो भए पनि अब रमाइलो गर्दै हिँड्नु त पर्यो। ल गाइस हामी चाहिँ फाइनली पितम देउराली पुग्यो। अब हामी चाहिँ यहाँ एकछिन बसेर चियाहरू खाएर अनि हामी चाहिँ निस्किने छौँ। यतातिर चाहिँ मेरो साथी पुरा ढलिरहेछ। यस्तो जोरसँग ढक 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 गरेर कस्तो हो मुटु ढकढक भए लिजा अरे बाहिर निस्केला। ल गाइस हामीले रेस्ट गरेर पनि भ्यायौँ। हामी चाहिँ अब जाँदैछौँ। ल गाइस हामी चाहिँ यहाँ पितम देउराली यहाँ टपमा एउटा होटल रहेछ, त्यहाँनिर चाहिँ हामी एकछिन बसेर खानासाना खाएर अनि हामी चाहिँ निस्किनेछौँ गाइस। ल गाइस हामी चाहिँ टन्न खाना खाएर हामी चाहिँ जाँदैछौँ। तर खाना खाएपछि चाहिँ हिँड्न नसकिने रहेछ क्या है, यस्तो गाह्रो भइरहेको थियो। त्यही पनि म अगाडि हिँडिरहेको छु। यहाँ साथीहरूलाई एकदमै गाह्रो भइरहेछ। त्यही अलिक माथि माथि आएपछि एकदमै चिसो फिल भइरहेछ। अब हामी चाहिँ त्यहाँ एकछिन बसेर लुगाहरू लगाएर अनि हामी चाहिँ जानेछौँ। ल गाइस अब हामी चाहिँ फाइनली फरेस्ट क्याम्प भनेर एउटा एरो चाहिँ देखाएको छ। अब कति घन्टा लाग्छ त्यो चाहिँ थाहा भएन है, अब कति बज्छ हो, राति हुन्छ होला। एनिवे त्यही पनि हामी यहाँ साथी चल्दै चल्दै हिँडिरहेको छौँ। अनि तर एकदमै रमाइलो भइरहेछ, एकदमै एक्साइटेड के कतिखेर पुग्छ भनेर एकदमै एक्साइटेड भइरहेको छु म चाहिँ। ल गाइस म चाहिँ यतातिर साथीहरूलाई कुरिरहेको छु। लिजालाई एकदमै गाह्रो भइरहेको थियो, त्यही भएर साथीलाई कुर्ने न्युले म चाहिँ यता भिडियो बनाउँदै बसिरहेको छु। ल गाइस हामी चाहिँ साथीलाई कुर्दा कुर्दा एकदमै राति भइसकेको थियो, त्यही भएर हामी चाहिँ जाँदैछौँ। अब हामीलाई चाहिँ फरेस्ट क्याम्प पुगेर एकछिन बसेर अनि हामीलाई चाहिँ रेस्ट क्याम्प पुग्नु थियो, त्यही भएर हामी जाँदैछौँ। साइरा के भइरहेछ तिम्रो हालत? जीवित छ जस्तो लाग्दैन, ढाड मेरो पनि भइसकेको छ। अब ऋषिलाई सोध्छु क्या म। ऋषि के भइरहेछ तेरो स्थिति? नबोल्ने एबिसी जाने होइन? जाऊँ न। फरेस्ट क्याम्प पनि नपुगिने भयो जस्तो छ हौ। हालत खराब छ हाम्रो एकदमै। ल फरेस्ट क्याम्प आइपुगे जस्तै छ होइन गाइज। ल फरेस्ट क्याम्प पनि आइपुगेको रहेछ। अब हामी चाहिँ एकदमै थाकिरहेको थियौँ, यहीँ बस्ने भनिरहेको थियो। अनि तर हामीले होटल बुक गरिसकेको थियो उतै रेस्ट क्याम्पमा, त्यही भएर हामीलाई चाहिँ अब जानु थियो जसरी भए पनि। अनि हामी चाहिँ रेस्ट गरेर हामी जाँदैछौँ गाइज। यता चाहिँ हाम्रो साथी बम भइरहेको छ सायद यहीँ बस्ने भनेर, तर उता बुकिङ भइसकेको थियो नि त, त्यही भएर चाहिँ उसलाई फकाएर अघि त एक ठाउँमा त यार चिनो पनि थिएन, यस्तो डर लाग्यो नि। झन् दुईजना मात्र रहेछ तिमीहरू त। ल गाइज हामी चाहिँ फाइनली रेस्ट क्याम्प पुग्न लाग्यो अरे। यहाँ होटलबाट मान्छेहरू लिन आउनुभयो हामीलाई। हामी चाहिँ एकदमै थाकेर लोत भइसकेको थियौँ, ब्याग बोक्ने स्थितिमा पनि थिएन, त्यही भएर दाइहरू आएर हामीलाई हेल्प गर्नुभयो। त्यही भएर हामी चाहिँ एकछिन बस्दै सास फेर्दैछौँ यहाँ। ल गाइस फाइनली पुग्यो भनौँ न अब रेस्ट क्याम्प चाहिँ है, यस्तो तनाव भइरह नि गाइज। हामी चाहिँ फाइनली रेस्ट क्याम्प आइपुग्यो। आएर यहाँ बसिरहेछौँ, यस्तो गाह्रो भयो नि हजुर। एकजना चाहिँ यहाँ छ, यहाँ आफ्टर ट्रेक यस्तो खराब भएको छ नि, यस्तो आमा पागल हुन लागिसक्यो। यति धेरै दुःख पाइयो नि आज, त्यही माथि पानी परेर है, बाटो बिर्सेर एक ठाउँमा त यस्तो रुनु मन लागेको कि हामी तिनजना मात्र थियौँ नि। मैले तिमीलाई नभने मात्रै हेर, मैले त भगवान्को नाम यति धेरै लिएको थिएँ। फरेस्ट क्याम्प म पनि हेर भन्नु के भन्नु लाग्यो हुन्छ, आफ्नै अरूले पठाएको होइन, आफ्नै रहरले अब हामी चाहिँ यहाँ आइपुग्यौँ। बेडहरू यहाँ छ, दुईजना साथी चाहिँ उतातिर टोइलेटमा लाइन बसिरहेको छ। हामी चाहिँ ड्रेस
धुनुपर्छ मुखसुख धोएर अनि खानासाना खाएर हामी सुत्छौँ गाइज अब भोलि पनि कति घन्टा रहेछ होइन 10 घन्टा जति लाग्छ होला अब हामी चाहिँ खानासाना खाएर एकछिन रेस्ट गर्छौँ एकछिनदेखि हामी सुत्छौँ अब भोलिको भ्यू देखाउँछ यहाँको भ्यू चाहिँ बबाल देख्नु भन्दाखेरि तपाईँले अब यत्रो हिँड्नु भएको छ बहिनी तपाईँहरूले यो भ्यू देखेर चाहिँ तपाईँहरूले सबै मेट्नुहुन्छ भन्ने खालमा चाहिँ हेरौँ अब त्यही भने भनेर bye guys. Good morning everyone from rest camp. हामी चाहिँ रेस्ट क्याम्पमा थियौँ अनि आज चाहिँ बिहानै उठेर वाउ म चाहिँ यहाँ सनराइज हेर्दैछु अनि यतातिर मार्दी ओ माई गड सोचे पनि थिइनँ है यति नजिकैबाट हेर्न पाउँछु भनेर उता साथीहरू चाहिँ सुतिरहेको छ अनि म चाहिँ जहाँ गए पनि मलाई चाहिँ अब घुम्न भनेर आएपछि त को सुतिरहेको छ होइन मैले जहाँ गए पनि मलाई चाहिँ एकदमै चाँडै उठेर मलाई भ्यूहरू सबै खिच्न हेर्न हुन्छ नि एक्लै इन्जोय गर्न मन लाग्छ साथीहरू त्यही हो सुतिरहेको हुन्छ उठ्दैन हुन्छ जान त भन्छ त्यही पनि उता ऋषिमा आउँदै रहेछ ब्याङऱ्याङ पर्दै अब हामी चाहिँ यहाँ एकछिन बसेर म चाहिँ वरिपरि भ्यू खिच्दैछु यस्तो दामी छ नि है यस्तो दामी म चाहिँ हेरै भइरहेको छु एकदम फिल गरिरहेछु के भन्छस् त कालुवा कताको डाँडा हो र सुपै धेरै डाँडा नभन्ने यार त्यो माथि ल म चाहिँ यतातिर नक्कल पारेर भिडियो खिच्न लगाउँदैछु जबरजस्ती अनि त्यही हाम्रो ब्रेकफास्ट पनि आइसकेको रहेछ अनि हामी चाहिँ ब्रेकफास्ट गरेर एकछिन बसेर अनि हामी चाहिँ लाग्नेछौँ बाई 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 हुन्छ ल गाइज म चाहिँ यहाँ रेडी भएर लाग्दैछु साथीहरू त्यहाँ गन्धन गर्दैछ म चाहिँ अगाडि हिँड्न सक्दिनँ नि त त्यही भएर म चाहिँ अगाडि नै बाटो लाग्दैछु चाहिँ हाम्रो डे 2 म चाहिँ यहाँ अगाडि लखर हिँड्दैछु कतिखेर पुगेर हिमाल हेर्न पाऊँ भइसक्यो त्यही हो एकदमै एक्साइटेड छौँ अनि यहाँ चाहिँ मेरो साथीहरूलाई देख्न पाउँदा चाहिँ एकदमै खुसी भइरहेको छु त्यही हो ल हामी फाइनल्ली यता लुक्याम्प पनि आइपुग्यो अब हामी चाहिँ एकछिन बसेर खाजाहरू खाएर अनि हामी चाहिँ जानेछौँ गाइज सी यू देयर ल यहाँ चाहिँ हाई क्याम्प भनेर देखाएको रहेछ है हामीलाई चाहिँ कति टाइम लाग्छ त्यो चाहिँ थाहा भएन त्यही पनि हामी जाँदैछौँ यतातिर ऋषिमाको हालत खराब भइसक्यो होइन मेरो पनि हालत एकदमै खराब भइरहेको छ सबैसँग रिस उठ्न थालिसक्यो होइन एकअर्कादेखि त्यही पनि हामी जाँदैछौँ यहाँ चाहिँ एकदमै थकित भएर हामी चाहिँ एकछिन बसिरहेको छौँ गाइस फाइनली बादल डाँडा आइपुग्यो हामी हामी एकछिन बसेर खाना खाएर होइन अनि हामी चाहिँ जान्छौँ ल गाइस हेर्नुहोस् यहाँको भ्यू पोइन्ट so beautiful yay बहिनी सन्चै छौ बादल पारीको देशमा वाउ so nice अनि तिहार त मानिहाल्नु पर्छ तपाईँलाई रोकिन्छ त नि कहाँ रोकिन्छ त नि तपाईँलाई मान्ने कुरा होइन नानी बसेछ हस्पिटल जानु परेन आज गर्छ कि भयो टेन्सन भयो ल गाइस अब हामी चाहिँ जाँदैछौँ यता ऋषिमा चाहिँ बम हुँदै थियो भोक लाग्यो भनेर अनि सबैलाई भोक लागिसकेको थियो अनि हामीले चाहिँ माथि एउटा टपमा एउटा होटल रहेछ त्यहाँ खाना खाने भनेर डिसाइड गरेको थियौँ त्यही भएर हामी चाहिँ जाँदैछौँ गाइस तर किन होला मलाई चाहिँ ट्रेकिङ हाइकिङ हुन्छ नि एकदमै मनपर्छ क्या तर हजुरहरूलाई पनि मनपर्छ होला होइन तर कतिपयलाई चाहिँ मन पर्दैन रहेछ है मलाई चाहिँ एकदमै ट्रेकिङहरू भनेपछि चाहिँ एकदमै खुसी लाग्छ कि अब मलाई चाहिँ के लाग्छ भने हुन्छ नि ट्रेकिङ नगरै परोस् जस्तो लागिरहन्छ कि अब कस्तो पर्छ त्यो चाहिँ थाहा भएन होइन हामी चाहिँ ओ माई गॉड कस्तो मुटु नै कस्तो चिउमा भइरहेछ थाहा छ ओ माई गॉड के हुन्छ के चौथो पोइन्टमा गएर खाना खानेछौँ ओह
ल गाइज हामीले चाहिँ यहाँ बादल डाँडामा खानासाना खाएर अब हामी चाहिँ एकछिन बसेर हामी निस्किनेछौँ। मैले खाना खाएको भिडियो चाहिँ लिएन। ल गाइज हामी चाहिँ जाँदैछौँ। यहाँ माथि टपमा आएपछि चाहिँ एकदमै चिसो भएर यहाँ पानी पर्ला जस्तो भएर कि अनि ब्यागमा पुरा कभर सबर लाएर हामी चाहिँ जाँदैछौँ। आज चाहिँ हामी उता हाई क्याम्पमा बस्छौँ अनि भोलि चाहिँ भ्यू पोइन्ट। ल गाइज हामी चाहिँ हाई क्याम्प जाँदैछौँ। यति राति भइसक्यो, अघिले नि हिँडेको पुगेको छैन अहिलेसम्म। अझै अब चाहिँ लास्ट उता डाँडामा हो भनेर भनेको छ। अब हेरौँ, 1 घन्टा भनेर लेखाएको थियो अघि तल, 2 लागिसक्यो अहिलेसम्म पुगेको छैन। त्यो पनि हामी जाँदैछौँ। वरिपरि कुहिरोले ढाकिसक्यो। एउटा यता आउँदैछ, एउटा चाहिँ म ब्याङऱ्याङ गर्दै उहाँ पुगेछ। त्यसको चाहिँ नसा फर्किछ कि अनि ब्यान्डेज लगाएर हिँडिरहेको छ। गाइस हामी चाहिँ फाइनल्ली अब बस्ने ठाउँ आइपुग्न लाग्यो होइन, आइपुग्यो तर होटल चाहिँ कुन भनेर कन्फ्युजन भइरहेछ। एकदम गाह्रो भएर मैले चाहिँ त्यति मोबाइल निकालेको थिइनँ, त्यही भएर अब गएर एकछिन रेस्ट गरेर खानासाना खाएर अनि हामी सुत्छौँ। अनि भोलि चाहिँ फेरि 2 बजी नै उठेर जाने भनिरहेछ उता बेस क्याम्प। अनि सकिन्छ कि सकिँदैन, त्यही भएर आया हामी चाहिँ जाँदैछौँ। भोलि बिहानै उठेर हामी चाहिँ भ्यू हेर्नलाई, सनराइज हेर्नलाई जान्छौँ गाइस। यता हो, यता हो दाइ? हजुर यता हामीले दाइले लिन आइराख्नु भएको रहेछ। गाइस अब अझै पुगेर फ्रेस भएर हजुर दाइ ए ल गाइस अब हामी चाहिँ त्यहाँ पुगेर खानासाना खाएर रेस्ट गर्छौँ। सियर आफ्नो रुमतर्फ लाग्दैछौँ गाइस। यो चाहिँ हाम्रो रुम है। ल अब चाहिँ हामी रेस्ट गर्छौँ गाइस। हेलो गाइस, हामी चाहिँ भ्यू पोइन्ट जाँदैछौँ। बिहानै उठेर उठ्न चाहिँ 2:30 बजी उठेको थियौँ। यताउति गरेर अब वासरुमहरू जाँदा ढिला भयो, लाइन बस्नु पऱ्यो, त्यही भएर हामी चाहिँ छिटो गरेर जाँदैछौँ। यस्तो उकालो थियो नि, मलाई चाहिँ सास फुलेर यस्तो गाह्रो भइरहेको थियो। स्टिल गाह्रो भइरहेको छ। त्यही पनि अब वहाँदेखि नि हेर्न आएको, जसरी होइन त जानु त पऱ्यो भनेर हिँड्दैछु। हेर्नुहोस् उहाँबाट चाहिँ सनराइज हुन लागिरहेछ। एकदमै यस्तो दामी छ नि, यस्तो पिसफुल छ है। म त कहाँ आए जस्तो फिल भइरहेछ क्या। भन्छ नि भ्यूहरू देखिँदै गएपछि चाहिँ यस्तो आनन्द, यस्तो पिसफुल लाग्छ नि। अझै भ्यू पोइन्ट आउन चाहिँ वहाँ माथि रहेछ, गाह्रो रहेछ यार। कहिले पुग्नु? हामी जाँदा जाँदै सनराइज भयो भने चाहिँ तनाव भइहाल्छ है। तर आई होप हुँदैन होला, नहोस् पनि यार। त्यही हेर्न लागेको, यहाँ ज्यान जोखिममा राखी गाइज म गएर भिडियो लिनेछु। गाइज हामी चाहिँ फाइनली भ्यू पोइन्ट चाहिँ उता माथि थियो, त्यहाँ जाँदा जाँदै सनराइज हुने रहेछ क्या। अनि कस्तो डर लाग्यो, त्यही भएर चाहिँ यहाँनिर हामी यो सनराइज हेर्ने ठाउँ रहेछ कि यता अर्को साइड, त्यहाँनिर बसेर यहाँ चाहिँ हामी हेरिरहेको छौँ कतिखेर सनराइज हुन्छ। हामी चाहिँ वेट गरिरहेको छौँ गाइज। यस्तो गाह्रो भयो आएको, यति पनि हेर्न पाएन भने त तनाव भइहाल्यो नि होइन। सो अब हामी सनराइज हेरेर अनि भयो भने बेस क्याम्प जाने भनेर छ। साथीहरूलाई चाहिँ एकदम गाह्रो भइसक्यो, मलाई पनि लिटरली गाह्रो भइसकेको छ। सो द्याट्स वे
We are going there, guys. Stay tuned. उफ, जति हिँड्दा पनि आउँदैन यार। यति धेरै भइसक्यो अहिलेसम्म आएको छैन यार। 2 घन्टा मात्रै हो बहिनी भनेर भन्नुहुन्थ्यो। 3 घन्टा हुन लागिसक्यो यार। अहिलेसम्म पुगेन हामी चाहिँ हस्पिटलमा। सनराइजको पुरा छाया परिसक्यो। कतिखेर पुग्ने यार। साइरा चाहिँ यहाँ छ, हामी चाहिँ माथि टपमा पुग्नु छ अझै। यसो हिँड्दैछौँ, चिसोले सिँगान आइसक्यो यार। गाह्रो छ। बेस क्याम्प त पुगिन्छ कि पुग्दैन, गाह्रै छ। बेस क्याम्प पनि जाने हिँड्नु हो भने पुग्नुपर्छ यार। यत्रो टाढा आएपछि गाह्रै छ। बेस क्याम्प पनि जाने हिँड्नु हो भने पुग्नुपर्छ यार। यत्रो टाढा आएपछि लिटरली के मलाई चाहिँ सपना जस्तै लागिरहेको कि होइन। यता माछा फुस्रे, अर्को साइडमा अन्नपूर्ण, अनि यताबाट सनराइज भइरहेको छ। मैले सोचेको थिइनँ कि यस्तो लाइभ हेर्न पाउँछु भनेर। एकदमै खुसी भइरहेको छु। एकदमै सोचेको थिएन मैले। गाइजहरू हामी चाहिँ यस्तो दुःख गरेर भ्यू पोइन्ट जाँदैछौँ, तर हामीले सनराइज चाहिँ बाटोमै हेऱ्यो माथि। फाइनली भ्यू पोइन्ट आइपुग्यो यार। फाइनली हामी थाहा छ त्यो तल देखिरहेको छ नि एउटा सेतो घर, त्यहाँदेखि हिँड्ने हो कि। यहाँबाट हेर्दा त नजिक नजिकै लाग्छ, तर हिँड्दा त यति गाह्रो के बाबा भगवान्। यस्तो गाह्रो भएको थियो, तर केही छैन। सबै गाह्रो भुलिसक्यो मेरो चाहिँ। यस्तो दामी, यति नजिकै। ओ माई गड, मैले के बोल्नै सकिरहेको छैन कि के बोलौँ भइरहेछ कि। यो चाहिँ हाम्रो अन्नपूर्ण, अनि त्यहाँ चाहिँ हाम्रो मार्दिमाल, हाम्रो नेपाल, प्यारो नेपाल। ल गाइज, हामी चाहिँ यता फोटोसुट गर्दैछौँ। हामी चाहिँ यहाँ बसेर भिडियोजहरू खिचेर अनि बेस क्याम्प जाने कि नजाने डिसाइड गरेर अनि हामी चाहिँ फर्किनेछौँ गाइज। तर मलाई त है फर्किने मन छैन कि, बल्ल बल्ल आएको छ कि। जाने मन छैन कि, यस्तो बस्न मन छ। मलाई चाहिँ एकदमै गौरव लाग्छ कि, एकदमै प्राउड फिल लाग्छ कि म नेपाली चेली भएर जन्मिन पाएकोमा। मेरो नेपालको लागि मैले केही गर्न सकौँ जस्तो हुन्छ कि होइन। अब गरिँदैछ बिस्तारै, सानो फेजमा छौँ अहिले। र म चाहिँ एक्लै यहाँ दुकुर हिँडिरहेको छु। मलाई एकदम म चाहिँ बेस क्याम्प जाने भनिरहेको छु। साथीहरू चाहिँ नजाउँ भनिरहेको छ। अब म चाहिँ भरसक जाउँ भन्ने प्रयासमा छु।
अब को आउँछ यति टाढा रुँदै रुँदै यति धेरै रुकाउँछु यति रुँदै रुँदै कति 2-3 चोटि आउँछ र एकचोटि आउने मजाले सबै भ्याउने भनेको नजाउँ भनेर छ तर हुन्न जानुपर्छ जसरी भए पनि म रुएर भए पनि लग्छु मेरो साथीहरूलाई 2जना साथीहरू चाहिँ फर्क्यो अनि हामी चाहिँ यहाँसम्म चाहिँ आइपुग्यौँ औ कस्तो दामी look like heaven wow guys ल गाइस हामीले चाहिँ भिडियोहरू फोटोजहरू खिच्यौँ तल अनि मलाई चाहिँ त्यहाँ झन्डा फरफर गरिरहेको थियो क्या अनि मलाई चाहिँ के रहेछ भनेर एकदमै मलाई चाहिँ के भएको है जहाँ पनि नेपालको झन्डा कहीँ देख्यो भने कस्तो माया लाग्छ कि यस्तो माया लाग्छ कि मलाई जसरी पनि जानुपर्छ क्या अनि के रहेछ भनेर अनि म आएँ अनि यहाँनिर चाहिँ एकदमै यहाँबाट झन् एकदमै राम्रो देख्दो रहेछ हेलो गाइस हामी चाहिँ माथि भ्यू पोइन्टमा पुगेर एकछिन बसेर चियाहरू खाएर भिडियोजहरू बनाएर अब हामी चाहिँ तलतिर जाँदैछौँ अनि मलाई चाहिँ कस्तो फर्किने मन छैन क्या यस्तो आनन्द छ नि यस्तो आनन्द स्ट्रेस सबै हट्ने टाइपको छ क्या यस्तो आनन्दको ठाउँ छ नि ल गाइस अब हामी चाहिँ यहाँबाट हामी चाहिँ अब घरतिर लाग्दैछौँ मलाई चाहिँ घर पनि जानु मन लागेको छैन भन्नाले यस्तो आनन्दको पिसफुल ठाउँ छोडेर त अभियसली जानु मन लाग्दैन नि त कसैलाई पनि अनि के गर्नु त्यही पनि अब जानु त परि नै हाल्छ अनि मलाई चाहिँ एकदमै हाइकिङ ट्रेकिङ गर्न चाहिँ एकदमै मनपर्छ क्या पहिलादेखिकै अब त्यो त हजुरहरूलाई पनि त अभियसली मनपर्छ होइन मलाई चाहिँ क्लबिङ यताउति भन्दा चाहिँ एकदमै ट्राभल गर्नु मनपर्छ क्या अनि त्यही भएर साथीहरूले अस्तिदेखि प्लान बनाएको थियो अनि फाइनली जुऱ्यो पनि सबैको छुट्टीहरू पनि मिल्यो त्यही भएर अब आइयो पनि रमाइलो पनि भयो दुःख पनि भयो यति धेरै गाह्रो भएको थियो त्यो हामीलाई मात्रै थाहा छ अनि यति रुँदै हिँड्यो नि है राति यति धेरै रुँदै हिँडेको थियौँ हामी अनि केही छैन फेरि पनि यस्तो आनन्दको भ्यू त कसले हेर्न पाउँछ र होइन सुतेर बसेर मात्रै भएन कहिलेकाहीँ त बाहिर पनि त निस्किनु पऱ्यो नि यस्तो प्रकृतिमा रमाउनु पाउँदा त अभियसली सबै टेन्सन फ्री नै हुने रहेछ त्यही हो गाइज अब हामी चाहिँ जाँदैछौँ साथीहरू चाहिँ अगाडि त्यहाँ मलाई कुरिरहेको छ अनि अब हामी चाहिँ तल मुनलाइट भन्ने रेस्टुरेन्ट समथिङ उ छ अनि त्यहाँनिर गएर ब्रेकफास्ट गर्छौँ अनि ब्रेकफास्ट गरेर सिधै हामी चाहिँ बादल डाँडा कटेर पनि अनि उता तल सरी त्यो तल जाने चाहिँ अर्कै खै कुन रहेछ मुनलाइट भनेको चाहिँ बादल डाँडाभन्दा तल रहेछ त्यहाँ गएर चाहिँ हामी खानाहरू खाएर अनि भोलि हामी पोखरा फर्किनेछौँ गाइस ल गाइस यो चाहिँ होटल अगाडिको भ्यू है यस्तो दामी देखिरहेछ यो चाहिँ हाम्रो अन्नपूर्ण अब हामी चाहिँ यहाँ एकछिन बसेर चिया खाएर हामी चाहिँ लाग्नेछौँ ल गाइस हामी ट्रेकिङ गएर पनि हामी फर्किँदैछौँ हामी चाहिँ यहाँ आधी बाटो आइपुगिसक्यौँ मैले चाहिँ अघिदेखि मोबाइल भन्नाले भ्लग चाहिँ भिडियो चाहिँ लिएको थिएन एकदमै गाह्रो भइरहेको थियो अनि यहाँ एक दुई ठाउँमा घरिघरि चढ्ने लडिएन पनि त्यही भएर
मेरो साथीको हालत देखिरहनु भएको छ ब्याङ्ग्राङ भइरहेको छ अनि त्यही हो गाइज एकदमै रमाइलो भयो इन्जोय पनि अनि यहाँनिर चाहिँ मेरो अनि हामी चाहिँ जाँदैछौँ एकदमै रमाइलो भयो अनि नयाँ नयाँ साथीहरूसँग भेट्न पायो इन्जोय गर्न पायो अब हामी चाहिँ बिस्तारै जाँदैछौँ गएर नुडलहरू खान्छौँ उता चाहिँ मेरो भाइ आउँदैछ ऊ चाहिँ अगाडि हिँडेर हिँडेर उहाँ चाहिँ हामी हिजो खाजा खाएर थियौँ क्या अनि त्यहाँनिर गएर त्यही होला रेस्ट गर्ने आज त्यही बस्ने होला भनेर ऊ त सुई अगाडि गइरहेको थियो ए हराएको पनि कि कसैलाई हाम्रो भाइको गलबन्दी हराएर गाइज कसैले भेट्नुभयो भने सम्पर्क गरिदिनु होला ओइ गलबन्दी होइन सल जस्तो चाहिँ थियो एउटा बाटोमा केटीको तर गाइज एकदमै गुड एक्सपिरियन्स पनि भयो अनि ब्याड एक्सपिरियन्स पनि भयो जाँदाखेरि चाहिँ भन्नाले हाम्रो फर्स्ट डेको ट्रेकमा चाहिँ आउँदाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो क्या हामी ढिलो पनि हिँड्यो त्यही भएर पनि होला राति भएको थियो पानी परेर है हुस्से आएर बाटो नदेखेर रुँदै हिँड्नु परेको थियो खुट्टा त झन् यति दुखेको थियो कि त्यो कुरै गर्न सकिँदैन अनि यहाँ दाइहरूलाई पनि भेट्यो अनि साथी पनि भयो नि त त्यही भएर गाइज अब उहाँ माथि उता पनि पुगेर आइयो सो गाइज अब हामी चाहिँ जाँदैछौँ अब उतै गएर भिडियो लिनेछु मलाई चाहिँ एकदमै चिसो म सक्दिनँ नि त अनि त्यही भएर मैले भिडियो भन्नाले आउँदाखेरि चाहिँ लिएको थिइनँ क्या जाँदा पनि अलिअलि लिएको थिएँ अब कस्तो ठाडे बाटो छ नि त भिडियो लिन नसक्ने क्या सास फुलेर है स्या भएर थुक पनि नआउने यस्तो गाह्रो भएको थियो त्यही भएर अनि अहिले चाहिँ अब झर्दाखेरि चाहिँ सजिलै हुन्छ नि त तर झर्दा पनि सजिलो होइन यस्तो कुर्कुर्छ यस्तो नङहरू एकदमै पेन भइरहेको छ क्या अनि केही छैन अब कुनै राम्रो एक्सपिरियन्स लिनको लागि त अलिकति अब गाह्रो त भइहाल्छ होइन त्यस्तो हेभन जस्तो ठाउँ देख्न पाइयो हेर्न पाइयो रमाइलो इन्जोय गर्न पाइयो अनि त्यो गाइज ल गाइज हामी चाहिँ लो क्याम्प पुग्न लाग्यो यतातिर ऋषिमा हिँडेको देखेर एकदमै हाँस छुटिरहेको छ गुड मर्निङ एभ्रिवान फ्रम लो क्याम्प है हामी चाहिँ हिजो आएर यही बस्यौँ हिजो तर मैले भिडियो लिन पाएन किनकि मेरो मोबाइल अफ भएको थियो प्लस मेरो खुट्टा पनि एकदमै सुन्निएर गाह्रो भइरहेको थियो त्यही भएर उतातिर चाहिँ मेरो साथीहरू उठ्न नपाइकन मेकअप गर्दैछ अब हामी चाहिँ ब्रेकफास्ट गर्छौँ अनि निस्किने छ गाइज अब हामी चाहिँ घरतिर फर्किँदैछौँ आज चाहिँ अब हामी पोखरामा गएर बस्छौँ अनि भोलि चाहिँ ब्याक टु काठमाडौँ यहाँ चाहिँ हाम्रो दाइ अब हामी जान्छौँ है हस् एकदम मिठो खुवाउनु भयो खानेकुराहरू फेरि आउँछौँ बाई बाई गाइज अब हामी चाहिँ जाँदैछौँ अब हामी चाहिँ यहाँबाट चाहिँ अब एकदमै के भन्छ ऊ छ अरे ओह्रालो छ अरे अनि त्यही भएर अब गाह्रो त गाह्रो नै हुन्छ किनकि ओह्रालोमा झन् त्यो नङहरू दुख्दो रहेछ क्या त्यही भएर उहाँ साथी ऋषि ब्याङ्ग्राङ गर्दैछ तर हिजो आएर तेलहरू लाएर चाहिँ अलिकति रिलिफ फिल भएको छ अनि त्यो गाइज अब हामी चाहिँ जाँदैछौँ म चाहिँ यहाँ कस्तो फिल भइरहेछ त एकदमै अप्ठ्यारो जियोस माथि जाँदाखेरि चाहिँ म सक्छु तर तल झर्दाखेरि चाहिँ मलाई एकदम गाह्रो हुन्छ त्यही हो गाइज अब हामी चाहिँ अब जाँदैछौँ कतिखेर पुग्छ त्यो चाहिँ थाहा छैन हामी 3 घन्टा 1 घन्टा जतिमा पुग्छ होला ए हो पोखरा गएर नुहाउनु पनि पाएन यस्तो जाडोले मुख चाहिँ धन्न धुँदै हिँडिरहेको छौँ दुईजना साथीहरू तल छ भाइ र साथी अब हामी चाहिँ जाँदैछौँ छैन अहिले त ल सी यू देयर गाइज बाई बाई ल मेरो चाहिँ यहाँनिर सुट हुँदैछ अब फर्किँदा पनि त भिडियो त लिनु पऱ्यो जाँदा मात्रै त भएन तर फर्किँदा चाहिँ एकदमै
हुन्छ नि जाँदाको जस्तो हुन्छ नि त्यो जाँदा त कतिखेर पुगौँ जस्तो हुन्छ नि त फर्किँदा चाहिँ त्यस्तो हुँदैन नि त त्यही पनि बाटोमा हुन्छ नि भिडियो खिच्दै हामी चाहिँ जाँदैछौँ साइरा र म हामी चाहिँ यहाँ सिक्लेस आइपुगेर यहाँनिर गाडी पनि लिन आएको रहेछ अब हामी चाहिँ एकछिन बसेर यहाँ ब्यागहरू हाल्दैछ त्यसपछि हामी जानेछौँ पोखरा पोखरा पनि आइसक्यो किनकि मोबाइल अफ भइसकेको थियो त्यही भएर मैले भिडियोजहरू पनि लिन पाएन त्यही भएर हामी चाहिँ एकछिन यता घुम्दैछौँ अनि त्यसपछि चाहिँ हामी गएर सुत्छौँ अनि त्यसपछि चाहिँ हामी भोलि बिहानै घर फर्किनेछौँ गाइस हेलो गाइस म चाहिँ फाइनली घर आइपुगेँ सही सलामत खुट्टा यति धेरै दुखिरहेको छ सुनिरहेको छ के भएको छ मलाई मात्रै थाहा छ त्यही हो बसभरि सुतेर बुझ्थेँ मलाई चाहिँ फेरि गाडीमा चढेपछि चाहिँ यस्तो गाह्रो हुन्छ कि अब भोलिपछि घरमा नभएर कि गाडी छाडिकिने यस्तो गाह्रो हुन्छ कि है बमिट आएर तनाव त्यही हो राम्रोसँग आइपुगेँ अनि मैले हिजोको खोलाको भिडियोजहरू लिएन किनकि मेरो मेमोरी फुल भइसकेको थियो अनि त्यो पब्जी इन्स्टाग्राम के हटाउँदै भिडियोजहरू लिइरहेको थिएँ त्यो गाइस एकदमै गाह्रो भइरहेछ अहिले चाहिँ भन्नाले अब अभियसली भइहाल्छ त्यस्तो आनन्दको ठाउँमा त्यस्तो दामी ठाउँमा पुगेर आउँदा त अभियसली जसलाई पनि हुँदैन होइन तर केही छैन नो रिग्रेट जानुपर्छ इन्जोय गर्नुपर्छ के छ र कहिले मरिन्छ होइन नमरुन्जेल होइन इन्जोय गर्नुपर्छ रमाइलो गर्नुपर्छ त्यही हो गाइस त्यही भएर हजुरहरू पनि जानु होला अनुभव गर्नु होला अनुभव लिनु होला यही भन्दै म चाहिँ बिदा हुन चाहन्छु बाई बाई गाइस लेट्स लभ अनि मेरो भिडियोजहरू हेरिदिनु होला मैले किनकि भिडियोजहरू नहालेको एकदमै थुप्रै भइसक्यो माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई लभ यु